नमस्ते सबैजनालाई। आज हामी सार्वजनिक खरिद ऐनबाट लागत अनुमानको स्वीकृत कसले गर्छ भन्ने टपिकमा छलफल गर्दैछौँ। लागत अनुमानको स्वीकृत कसले गर्छ है त। अब सार्वजनिक खरिद ऐनमा हामीले पढ्दै गर्दाखेरि एउटा प्रश्न चाहिँ यहाँबाट बारम्बार सोधिराखेको हुन्छ कि यति लागत अनुमानको स्वीकृत कसले गर्छ भनेर। सुरुमा त हामीले हेरौँ सार्वजनिक खरिद भनेको के हो हामीलाई थाहा छ होइन। कुनै वस्तु वा सेवा किन्ने होइन, भाडामा लिने अथवा करारमा लिने, मर्मत सम्भार सम्बन्धी कार्य गर्ने अथवा गराउने, भाडा दर अथवा दर रेट तोक्ने लगायतका कार्यहरूको समग्रतालाई नै हामीले के भन्छौँ त सार्वजनिक खरिद भन्छौँ। र यस अन्तर्गत हामीले खरिद गर्दै गर्दाखेरि चाहिँ मूलतः हामीले चाहिँ दुईटा पक्षमा रहेर खरिद गर्छौँ। एउटा भनेको कुनै वस्तु अथवा निर्माण कार्य सम्बन्धी खरिद गर्छौँ भने अर्को भनेको हामीले परामर्श सेवा खरिद गर्ने हो होइन। वस्तु अथवा सेवा लिने अथवा चाहिँ परामर्श सेवा चाहिँ लिने हो। यसमा चाहिँ हामीले सुरुमा चाहिँ नि हामीले के गर्छौँ त भन्दाखेरि माल सामान हेर्छौँ है त। माल सामान अथवा यसलाई हामीले के भन्छौँ त निर्माण कार्य है त। माल सामान अथवा निर्माण कार्य, निर्माण कार्यको माल सामान अथवा निर्माण कार्यको लागत अनुमान, लागत अनुमान। अब यो माल सामान अथवा चाहिँ निर्माण कार्यको लागत अनुमान स्वीकृत कसले गर्छ त। अब माल सामान अथवा निर्माण कार्य भन्ने बित्तिकै हामीले अलिकति इन्जिनियरिङ ल्याङ्ग्वेजबाट बुझ्नुपर्छ। माल सामान भनेको चाहिँ हामीले काम गर्दै गर्दाखेरि आवश्यक पर्ने वस्तुहरू हो। जस्तै हामीलाई चाहिँ कार्यालयमा कम्प्युटरको आवश्यकता पर्न सक्छ, फर्निचरको आवश्यकता पर्न सक्छ होइन त। अनि त्यसै गरेर हामीले चाहिँ यो निर्माण कार्य द्याट इज कन्स्ट्रक्सन वर्क गर्दै गर्दाखेरि हामीलाई चाहिँ डोजर होइन, एक्सकाभेटरको आवश्यकता पर्न सक्छ। ठुल्ठुला बिल्डिङहरू बनाउँदाखेरि चाहिँ तपाईँको टावर क्रेनको आवश्यकता पर्न सक्छ भनौँ न। रोलरहरूको आवश्यकता पर्न सक्छ होइन। सामान्य किसिमको हामीले पेमेन्ट कास्टिङ गर्दाखेरि पनि हामीलाई चाहिने सर्फेस भाइब्रेटरको आवश्यकता पर्न सक्छ लगायतका विभिन्न किसिमका हामीलाई चाहिँ के को आवश्यकता पर्न सक्छ त। यो भनेको चाहिँ माल सामान हो, ठिक छ। अनि निर्माण कार्य भनेको कन्स्ट्रक्सनको काम गर्दाखेरि चाहिँ अब हेरौँ यो माल सामान हामीले इन्जिनियरिङ ल्याङ्ग्वेजबाट हेर्दा माल सामान यो वस्तु हो है। माल सामान भनेको वस्तु हो। के सम्झनु पर्यो भन्दाखेरि चाहिँ हामीले कुनै पनि निर्माण कार्य गर्दाखेरि इन्जिनियरहरूलाई चाहिँ नभई नहुने इन्जिनियरिङ फिल्डमा के हो त एक्सकाभेटर है त। सुरुमा यसरी सम्झ्यौँ कि एक्सकाभेटर कति कति रकमको चाहिँ कसले लागत अनुमान स्वीकृत गर्छ भन्ने प्रश्न हो। यसको लागि हामीले दिमागमा एउटा सम्झनु पर्यो कि एक्सकाभेटर, एक्सकाभेटर भनेको त बाग हो क्या। हाम्रो कन्स्ट्रक्सन फिल्डमा चाहिँ हुनै पर्यो। अब जेसुकै गर्दाखेरि पनि हामीले सिम्पल होइन एउटा बिल्डिङ बनाउनु पर्यो भने पनि हामीले त्यहाँ खन्नु पर्यो, जग होइन खन्नु पर्यो। अनि त्यसै गरी हामीले जुनसुकै काम गर्दाखेरि पनि हामीलाई एक्सकाभेटर त नभई नहुने हुन्छ होइन। एक्सकाभेटरको त अति नै आवश्यकता छ हाम्रो कन्स्ट्रक्सन फिल्डमा, इन्जिनियरिङ फिल्डमा। अब एक्सकाभेटरले कस्तो हुन्छ, एक्सकाभेटरको यस्तो अगाडिको टाउको हुन्छ, टाउकोले यसरी हान्छ होइन, बाघले झम्टे जस्तो गर्छ, पन्जाले हान्छ क्या। पन्जा भन्ने बित्तिकै के सम्झनु पर्यो त 5 करोड, अप टु 5 करोड, अप टु 5। यो के हो त अप टु 5 करोड। अब यो एक्सकाभेटर दिमागमा सम्झिने है त, मैले मेटाइदिएँ। यो दिमागमा सम्झिने तरिका हो यो। अप टु 5 करोड के त इस्टिमेटेड अमाउन्ट, हाम्रो इस्टिमेटेड अमाउन्ट यही भनेको लागत अनुमान हो। लागत अनुमान 5 करोडसम्मको छ भने यसलाई एप्रुभ कसले गर्छ, स्वीकृत। एप्रुभ एथोरिटी कसलाई हुन्छ, एप्रुभ गर्ने एथोरिटी कसलाई हुन्छ भन्ने हो भन्ने कुराहरू चाहिँ हामीलाई के त ग्याजिटेड, ग्याजिटेड कसलाई हुन्छ त थर्ड क्लास, राजपत्र अनङ्कित ग्याजिटेड थर्ड क्लास अफिसरले चाहिँ के गरिदिन्छ त यसलाई एप्रुभ गरिदिन्छ। अनि यसको चाहिँ डबल गर्ने अब अप टु 5 थियो, अब अप टु के गरिदिने त 10 करोड गरिदिने। 10 करोडसम्मको लागत अनुमानलाई कसले गर्छ त अब यता चाहिँ के भनिदिने त अब ग्याजिटेड सेकेन्ड क्लास अफिसरले गरिदिन्छ भनिदिने, ठिक छ। अनि त्यसै गरेर अप टु अब कति आयो त 5 दुना 10, 10 दुना 20 होइन, 20 करोडसम्मको कसले गर्छ। यहाँ कसको आयो अब पालो, यहाँ कसको आयो त ग्याजिटेड थर्ड क्लासको पालो आयो, सरी ग्याजिटेड फर्स्ट क्लासको पालो आयो होइन त। ग्याजिटेड फर्स्ट क्लासले चाहिँ एप्रुभ गर्छ। र अनि त्यसै गरेर अब चाहिँ ग्रेटर देन 20 करोड, 20 करोड भन्दा माथिको छ के त इस्टिमेटेड अमाउन्ट 20 करोड भन्दा माथिको छ भने
एप्रुभ कसले गर्छ त त्यो भन्ने हो भनेपछि तपाईँको चाहिँ हाम्रो डिपार्टमेन्ट हेडले गर्छ। डिपार्टमेन्ट हेडले गर्छ। कहिलेकाहीँ नेपालीमा सोधिन्छ त्यति बेला चाहिँ हामीले के भन्नु पर्यो त 5 करोडसम्मको लागि हो भनेपछि चाहिँ राजपत्राङ्कित तृतीय श्रेणीको कर्मचारीले गर्छ। 10 करोडसम्मको भनेपछि हाम्रो राजपत्राङ्कित द्वितीय श्रेणीकोले गर्छ। अनि त्यसपछि 20 करोडसम्मको भने हाम्रो राजपत्राङ्कित प्रथम श्रेणीकोले गर्छ। र हाम्रो चाहिँ 20 करोडभन्दा माथिको लागत अनुमान छ भने के को लागि फेरि निर्माण कार्यको लागि है त। के को लागि हो त फेरि निर्माण कार्य माल सामान अथवा निर्माण कार्यको चाहिँ तपाईँको लागत अनुमान यदि 20 करोडभन्दा माथिको छ भने त्यति बेला चाहिँ हाम्रो विभागीय प्रमुखले गर्छ, डिपार्टमेन्ट हेडले गर्छ भनेर हामीले भन्नु पर्यो। यो त भयो माल सामान निर्माण कार्यको लागत अनुमान स्वीकृत कसले गर्छ भन्ने कुरा। र अब यहीँनिर हामी यसलाई मेटाइदिएँ मैले। यहाँ चाहिँ हाम्रो परामर्श सेवा द्याट इज कन्सल्टिङ वर्क भन्छ होइन, परामर्श सेवा भइदियो मानव। परामर्श सेवाको लागि कसले गर्छ भन्ने हो, परामर्श सेवाको लागत अनुमान, परामर्श सेवाको है त। अब परामर्श सेवाको लागत अनुमान स्वीकृत कसले गर्छ भन्ने कुराहरूमा हेर्ने हो भनेपछि यो परामर्श भनेको त कन्सल्टिङ हो क्या। परामर्श भन्ने बित्तिकै कन्सल्टिङ हो। के हो त परामर्श भनेको कन्सल्टिङ हो। अब हामीले चाहिँ घर बनाउँदै गर्दाखेरि परामर्श सेवा दिने भनेको कसबाट हो त, टेक्निकल पर्सनबाट हो, ओभरसियर इन्जिनियरहरूबाट हो। सर मैले कसरी बनाउने, कुन सिमेन्ट युज गर्ने, मेरो डिजाइन बनाइदिनुहोस्, मेरो एस्टिमेट बनाइदिनुहोस्, स्पेसिफिकेसन बनाइदिनुहोस् भन्छ। अब यो डिजाइन गर्ने, एस्टिमेट बनाउने, स्पेसिफिकेसन गर्ने, डिजाइन एनालाइसिसका कुराहरू कसले गर्छ, टेक्निकल पर्सनले गर्छ, इन्जिनियरले गर्छ। अब के भन्ने इन्जिनियर होइन, अनि त्यसै गरेर सब इन्जिनियर, एसिस्टेन्ट सब इन्जिनियर यताउता यो भन्नुभन्दा अब ओभरसियरले पनि काहीँ डिजाइन गर्छ, इन्जिनियरले पनि गर्छ। अब एसिस्टेन्टले समेत चाहिँ डिजाइन गर्न सिक्या हुन्छ क्या काम गर्दै गर्दाखेरि। त्यही भएर यो सबैलाई एउटै भाषामा अन्याय नगरौँ क्या कसैलाई पनि। सबैलाई यो परामर्श सेवा कसले दिन्छ भन्ने कुरामा सिधै के भन्नु पर्यो त हामीले टेक्निकल पर्सनले। कसले सम्झिने तरिका हो यो, हो पनि सही हो। फेरि टेक्निकल पर्सनले गर्ने त हो। यो टेक्निकलबाट 20 सम्झनु होला, पर्सनबाट 50 सम्झिने। ल ठिक छ। अब सुरुवात कसरी गर्ने भनेपछि हाम्रो चाहिँ लागत अनुमान हाम्रो जुन इस्टिमेट अमाउन्ट छ, इस्टिमेट अमाउन्ट कति भएपछि टेक्निकल पर्सनले गर्छ भनेपछि अप टु 20, फेरि लाख है, यहाँ फेरि ठुलो हुँदैन नि, यहाँ अप टु 20 लाख। अनि त्यसपछि अप टु कति 50 लाख। अनि त्यसपछि के त अप टु 1 करोड, अप टु 1 करोड र ग्रेटर देन 1 करोड है त। यो इस्टिमेटेड अमाउन्ट हो। र एप्रुभ कसले गर्छ, अब एप्रुभ यो यहाँ चाहिँ यो ग्याजेटेड थर्ड क्लासले गर्छ, यो चाहिँ ग्याजेटेड सेकेन्ड क्लासले गर्छ है, यो चाहिँ ग्याजेटेड फर्स्ट क्लासले गर्छ, यो चाहिँ फेरि डिपार्टमेन्ट हेडले गर्छ। डिपार्टमेन्ट हेडले गर्छ। यहाँ केही पनि छैन। परामर्श सेवाको लागि हामीले के गर्नुपर्ने रहेछ त, परामर्श सेवा भन्ने बित्तिकै परामर्श सेवा दिने भनेको त कन्सल्टिङ। अब कन्सल्टिङ त कन्सल्टेन्टले दिन्छ, कन्सल्टेन्ट द्याट इज टेक्निकल पर्सनले दिन्छ। टेक्निकलबाट त्यही सम्झनुहोस् 20 लाखसम्मको 20 लाखसम्मको लागत अनुमान छ भने त्यसलाई कसले एप्रुभ गर्छ, त्यो लागत अनुमानलाई स्वीकृत गर्ने भनेको कसले हो त भन्दाखेरि चाहिँ हाम्रो ग्याजेटेड थर्ड क्लासले हो। होइन तपाईँको अप टु 50 लाखसम्म छ भने त्यसलाई ग्याजेटेड सेकेन्ड क्लासले गर्छ। 1 करोडसम्मको भने ग्याजेटेड फर्स्ट क्लासले गर्छ। र 1 करोडभन्दा माथिको लागत अनुमान छ भने त्यसलाई स्वीकृत गर्ने भनेको हाम्रो विभागीय प्रमुखले हो। यसरी हामीले चाहिँ यो लागत अनुमान स्वीकृत कसले गर्छ, लागत अनुमान स्वीकृत गर्ने अधिकार कसलाई छ भन्ने प्रश्नहरू यो बारम्बार सोधिराखेका हुन्छ सार्वजनिक खरिद ऐनबाट। यो चाहिँ हामीले बुझ्नु पर्यो। हस्, थ्याङ्क यू सो मच।